हेलो एभ्रिवान, गुड मर्निङ। के छ, सन्चै आरामै हुनुहुन्छ? म चाहिँ आज ठ्याक्कै ढोरपाटन यो शेर्पाके भन्ने ठाउँतिर छु कि होइन। आजको वेदर पनि बेस्ट छ, एकदमै सफा छ। अनि यो चाहिँ नबी गाउँ, बबाल छ आजको वेदर होइन, सफा छ, मौसम सफा छ। नबी गाउँ अत्याधिक मात्रामा सुन्दर पनि देखेको छ। अनि साथमै हाम्रो सुरज भलक पनि हुनुहुन्छ। है हाम्रो चाहिँ नबी गाउँ हो ठ्याक्कै। तपाईहरु नबी गाउँका केटाहरुसँग यसो मनपर्छ भने यसो बिहा गर्न चाहनुहुन्छ भने अवश्य कमेन्ट गर्नु होला। त्यहाँ केटाहरु चाहिँ छानी छन् है। सुरज पनि फेरि छन् नि फेरि? हैन, म त छैन, म त बिहा गरेको। 5 वर्ष हो। कहाँदेखि ल्याउनु भएको नि? त साथीहरू, मेरो भिडियोको सुरुवाती शेर्पाकेको बाटोदेखि भएको थियो। अनि मसँग हुनुहुन्थ्यो सुरज भलक। उहाँ छुटेर आफ्नै घरतिर जानुभयो। म चाहिँ फेरि नबीको पश्चिमी साइडमा गएर केही फोटो अथवा भिडियोहरू भ्यूहरू खिच्नु पऱ्यो, रिल्सहरू खिच्नु पऱ्यो भनेर म फेरि नबीको पश्चिमी साइड डाँडामा चढेँ। डाँडामा चढ्न जाँदै गर्दा मसँग एकजना भाइ पनि जोडिनु भयो। अनि त्यहाँनिर अब आलु खन्ने सिजन रहेछ नि त यो समय भनेको। अनि होइन, त्यसपछि त्यही नजिकै फेरि एउटा सानो ग्राउन्ड पनि रहेछ। त्यहाँनिर साथीभाइहरू, त्यहाँका भाइहरू पनि बल खेल्दै रहेछन्। अनि यो ठाउँमा घरहरू मात्र होइन कि, यहाँ नाटाबाट, समुन्द्रबाट हरू धेरै जोडिएका छन्, घरहरू मात्र जोडेको होइन रहेछ। अनि यहाँ छुट्टै शैलीले हरेक वसन्त ऋतु अनुसार यहाँ हरेक बोट बिरुवाले आफ्नै शैलीमा आफ्नो मोडहरूलाई अनि प्राकृतिक अनुसार उनीहरूले आफ्नो काँचुली फेर्ने अथवा सिजन अनुसार उनीहरू ढल्किँदै जाने यस्तो वातावरण। अनि यहाँनिर मैले देखे अनुसार यति हरियाली कि मनै कस्तो अलगै हुने कि यो ठाउँमा चाहिँ सधैँभरि बसिराखौँ जस्तो। यदि हजुरहरू पनि यस्तो अमेजिङ ठाउँ, अति सुन्दर ठाउँ, मौसम अनुसार फरक यस्तो ठाउँमा यदि हजुरहरू पनि घुम्न चाहनुहुन्छ भने एकचोटि अवश्य ढोरपाटन भिजिट गर्नु होला। यहाँ घरहरू मात्र जोडिएका छैनन्, ढोरपाटनमा धेरै मनहरू जोडिएका छन्, धेरै आफन्तवादहरू जोडिएका छन्। एकचोटि तपाईँ पनि गएर त्यो ठाउँमा जोडिने प्रयास गर्नुहोला। हेर्नुहोस् न, कति सुन्दर छ, शान्त छ, नेपाल जस्तै विशाल छ, हरियाली छ। आँखाले हेरिराख्यो भने, आँखाभित्रै राख्यो भने आँखामा नबिजाउने खालको यो विशाल प्राकृतिक सुन्दरतालाई हामीले कहिले पनि यसको अनुभूति गरेर यसको यिनी प्राकृतिकहरूसँग घुलमिल भएर हामी कहिले पनि अगाउँदैनौँ जस्तो यहाँको दृश्यहरू छ। यदि हजुरहरू पनि म जस्तै परदेशी हुनुहुन्छ, समटाइम ढोरपाटन घुम्न जानुहुन्छ, नेपाल जानुहुन्छ, अनि घुम्नको लागि कहाँ चुइस गर्ने त, कहाँ जानुपर्ने हो त भनेर यदि यस्तै ठाउँहरूको खोजीमा हुनुहुन्छ भने यदि एकमात्र हजुरहरूलाई थाहा भएकै कुरो हो, नेपालकै एकमात्र सिकारा चाहिँ ढोरपाटन क्षेत्र, ढोरपाटन नगरपालिकाभित्र पर्छ। अहिले तपाईँहरू जुन भिडियो हेर्दै हुनुहुन्छ त्योभन्दा मैले उतातिर देउराली साइडको अन्य भिडियोहरू यो पाहाडभन्दा अगाडिको पाहाडमा पनि राखेको छु।
हजुरहरूले त्यो भिडियो पनि वाच गरिदिनु होला।